जो विरोध र्याली हुनेछ हामीले यहाँबाट पिपल चौतारासम्म गएर पिपल चौतारादेखि फेरि र्याली सहित यहाँ आएर हामीले कोड सभा गरेर आजको हाम्रो कार्यक्रमलाई समापन गर्नेछौँ। माग के हो तपाईँहरूलाई चाहिँ खास कहाँ चाहिएको? हामीलाई कहीँ पनि होइन, अव्यवस्थित भूमिहीन सुकुम्बासीहरूको जायज मागहरू जो छ, समस्याहरू जो छ त्यसको पहिचान गरिकन यसको वैज्ञानिक ढङ्गले, यसको व्यवस्थित ढङ्गले यसको समस्याको निराकरण गरिनुपर्छ भन्ने हाम्रो माग हो। के हुन्छ अब डोजर 26 गते त खाली गर्ने छ, के छ अहिलेसम्म नै भएको छ कि उहाँहरू कुरा गर्न आउनु भयो? अब त्यो 26 गते डोजर लाग्ने भनेर चाहिँ हामीलाई सूचना आइराखेको छ। त्यसो भएको हुनाले हामी सबै अव्यवस्थित भूमिहीन सुकुम्बासी सबै त्यसमा सचेत छौँ र त्यसका लागि हामीले कसरी रोक्ने भन्ने विषयमा हाम्रा आफ्ना मागहरूलाई शान्तिपूर्ण ढङ्गले हामीले प्रस्तुत र सबैलाई चाहिँ जानकारी गर्न चाहन्छौँ। के हुन्छ डोजर लगायो भने? डोजर लगायो भने अब त्यो सरकारले सोच्ने कुरा हो, हामी त्यो भन्दैनौँ। हामी त नलगाओस् भन्न चाहन्छौँ। अब त्यति गर्दा गर्दै भाउ बिन्ती हामीले हात जोड्दा गर्दै पनि डोजर लगाइहाल्छ भने पछाडि अब त्यो अव्यवस्थित भूमिहीन सुकुम्बासीहरूले त्यसको सामनै गर्छन्, अरू के गर्ने हो र। जसरी बच्चा